यसरी घरहरू बनाइदिएछ। अनि यो चाहिँ यसरी 6 कोठाको एस्टिमेटहरू छ रहेको। अनि यहाँ तपाईहरुलाई विशेष गरी म यहाँनिर देखाउन गएको छु। म स्वयं आफै बनाउने हुँ, आफै अनि मिस्त्री पनि हो, आफै ठेकदार अनि आफै इन्जिनियर पनि भन्नु पर्यो। अनि यहाँनिर देखाउन गइरहेको छु यो रडहरू बुनेको बारेमा म देखाउन गइरहेको छु। यो बिम हालेको बारेमा यहाँनिर। अनि यो बिम चाहिँ यसरी उठाउनुको कारण चाहिँ तपाईहरुले हेर्नुभयो होला कसरी किन उठाएको भन्ने कुराहरु यसरी यहाँनिर मैले हाछिराइरहेको छु। किन उठाएको होला भनेर तपाईहरुलाई त्यस्तो लाग्छ भनेदेखि चाहिँ यहाँनिर हामीले जब यो बिममा ढलाइ गरिन्छ, यो बिमहरु कसिन्छ अनि यसरी ढलाइ गरिन्छ बिममा। अनि तब मुनिपट्टि टसाएर चाहिँ राख्यो भने चाहिँ बिम यसरी टसाएर राख्यो भने चाहिँ त्यहाँनिर त्यसले राम्रोसँगले कङ्क्रिटहरू समात्न पाउँदैन। र अनि यो बिम भनेको यो बुनेको चुरी भनेको 7 इन्चको छ अनि 10 इन्चीको चाहिँ अनि यहाँनिर बिम ढलाइ हुन्छ। अनि 10 इन्चीमा चाहिँ तपाईको 1.5 इन्चीको कभर बस्छ। यहाँ तल पनि कभरिङ हुन्छ, यहाँ माथि पनि कभरिङ हुन्छ। अनि पुरा रूपले चाहिँ यसले मसलाहरूले चाहिँ कङ्क्रिटले चाहिँ अनि राम्रोसँगले यो बिमलाई समात्छ अनि त्यसरी दह्रो हुँदछ। अनि यहाँनिर हेर्नुहुन्छ भनेदेखि मैले यहाँनिर बिम कसेको देखाउँदैछु तपाईहरुलाई। यहाँनिर यो तरिकाले यसरी बिम कसिएको छ। यहाँनिर यहाँ हेर्नु उताबाट आएको बिम यहाँनिर यसरी एल बनाएर लगाएको छ। यसरी यहाँनिर देख्न सक्नुहुन्छ। यो चाहिँ एकदम मजबुत हो, एकदम मजबुत तरिकाले बनाएको छ। यहाँ सबैतिर नै त्यसरी नै लगाएको छ। यो चारैतिर हेर्नुहुन्छ भने त्यसरी नै बनाएको छ। यहाँनिर यसरी यो चाहिँ सबैभन्दा दह्रो कुराहरु हो। अनि कतिवटा घरमा चाहिँ त्यस्तो तरिकाले गरिएको हुँदैन। यहाँनिर जुन तरिकाले म तपाईहरुलाई देखाउँदैछु, यहाँ एउटा सिम्पल मैले रडहरू ल्याएको छु। यो तपाईहरुलाई स्याम्पल देखाउन गइरहेको छु। कति ठाउँमा चाहिँ बिम कस्दाखेरि यसरी हालेको हुन्छ, यसरी कसेको हुन्छ, यसरी दुईटा पारेर यसरी तल र माथि हालेको हुन्छ। यसरी यो तरिकाले गरेको हुन्छ। अनि यस्तो तरिकाले कसेको चाहिँ राम्रो हुँदैन, यो दह्रो हुँदैन। अनि जुन तरिकाले यहाँनिर कसिएको देखाएको छ नि, यहाँनिर यसरी हेर्नु उताबाट आएको र यताबाट आएकोसँग अनि यसरी एल पारेर रड एल पारेर यसरी लगाएको छ। यो चाहिँ असाध्यै मजबुत हो। हेर्नु यहाँ कसै गर्दा पनि हल्लिन सक्दैन, यो एकदम मजबुत हो यसरी। अनि यसले चाहिँ एकदम भूकम्पहरू आउँदाखेरि पनि तपाईको डर भन्ने कुराहरु कतै चर्किन्छ भन्ने कुराहरु हुँदैन। यो तरिकाले छ। अनि यसरी नै तपाईहरुले घर बनाउँदै हुनुहुन्छ भने मिस्त्रीलाई अथवा ठेकदारलाई तपाईहरुले यसरी नै बिम कसिदिनु भनेर चाहिँ देखाउनु होला सायद यो हेरेर। अनि यो अवश्य पनि यो मुनि चाहिँ यसरी कुर्सी लेभलदेखि माथि यसरी 1.5 इन्च जति छोड्नुपर्छ। यसरी यहाँनिर मैले हात छिराइराखेको छु। अनि मात्रै यसरी उठाएर बिम कस्न लाउनु होला। अनि त्यस पछाडि चाहिँ मसला यसमा कङ्क्रिट भर्नु होला। हुन्छ, यति नै छ।